कांग्रेसको टिम नेपालभित्र एमाले पनि रहन्छ, माओवादी पनि रहन्छ, रासपा पनि रहन्छ, जसपा पनि रहन्छ। सबैलाई मिलाएर त्यसको नेतृत्व गरेर देश बदल्ने जिम्मा लिएर हामी आएका छौँ। छाती ठोकेर जानुस्, खुट्टा दरो टेकेर जानुस् र गएर भन्नुहोस् यो 5 वर्ष कांग्रेसले अब खेर फाल्न जान दिँदैन। आज सुदूरपश्चिममा कसैको सभा भइरहेको छ, पूर्वमा कसैको सभा भइरहेको छ, आज कर्णालीमा कसैको सभा भइरहेको छ। हिजो कामेश्वर कुशेश्वर झुन्डिन तयार नभएको भए, ढल्न तयार नभएको भए आज ती ठाउँमा सभा गर्ने हाम्रो हैसियत रहँदैन थियो। अब नेपालको प्रधानमन्त्री वा नेपालको कोही पनि ठूलो व्यक्ति कुनै पनि काण्डमा मुछिएको कुरा नहुने कुराको ग्यारेन्टी नेपाली कांग्रेसले गराउँछ। यो हाम्रो प्रतिज्ञा हो। त चोर, म असल, म भाटाले हानेर ठिक लगाउँछु। यसरी देश बन्ने भए धेरै पहिला बनिसक्थ्यो। देश यसरी बन्दैन। समस्या छ। अब देशमा कहीँ कतै गोली चल्न नदिएर, सिंहदरबार जल्न नदिएर एउटा परिणाममा पुर्याउँछ भन्ने विश्वास लिएर घर घर जानुस् र उम्मेदवारलाई मात्र होइन, दुईटै चुनाव चिन्ह रुखमा गाछीमा मत हाल्नुपर्छ भनेर गएर भन्नुस्, सिकाउनुस्। म सबैलाई आग्रह गर्न चाहन्छु। नेपाली कांग्रेस पार्टीको तर्फबाट हामीलाई कुनै भ्रम छैन। देश एक्लैले कसैले बनाउन सक्दैन। तपाई कांग्रेसलाई मत दिनुस् अनि नेपाली कांग्रेसबाट बन्छौं अनि चटक गरेको जस्तो देश बन्छ भन्ने होइन। आरोग्य मालिस तेल, बाथरोग निवारण, हाड जोड्ने दुखाइ निर्मूल, लिगामेन्ट खिएको समस्याको समाधान, शरीर पोल्ने र झमझमाउनेबाट मुक्ति, युरिक एसिडको दुखाइबाट छुटकारा। अब दुखाइमा बस्नु पर्दैन। यो नेपाललाई हामी प्रत्येक नागरिक हैरानीबाट मुक्त भएको नेपाल बनाउनेछौँ। यो हाम्रो संकल्प हो, यो हाम्रो प्रतिज्ञा हो। यो 10 वर्षमा 15 वर्ष लाग्ला। यो 5 वर्षभित्रै सबै कुरा पूरा हुन्छन् भन्ने होइन। तर यो भन्दा अगाडि अब नेपाली कांग्रेसका प्रत्येक पाइलाहरू, प्रत्येक निर्णयहरू यही लक्ष्य भेटाउनका निम्ति हुनेछन्। यो हाम्रो प्रतिज्ञा हो। यो प्रतिज्ञा गर्न म आज यहाँ आएको। यही प्रतिज्ञामा आधारित भएर हामीले आज केही संकल्पहरू पनि यहाँ सँगसँगै गरेर लिएर आएका छौँ। हामीले गरेको यो प्रतिज्ञा पूरा नहुँदै गर्दा कसैले प्रश्न गर्न पाउँछ कि पाउँदैन, आलोचना गर्न पाउँछ कि पाउँदैन? एकदमै राम्रोसँग पाउँछ। अब प्रश्न गर्दै गर्दा कुनै युवक भाद्र 23 मा राज्यको गोलीबाट मारिएको जस्तो मारिनु पर्दैन। यो हाम्रो प्रतिज्ञा हो। अब कसैले नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैन। यो हाम्रो प्रतिज्ञा हो। हामी यस्तो नेपाल बनाउन चाहन्छौँ। भाद्र 23 र 24 गते थुप्रै तन्नेरीहरू सडकमा आए। ती तन्नेरीहरूको भावनालाई नेपाली कांग्रेस पार्टी सम्पूर्ण रूपमा ग्रहण गर्छ। तिनले के भनेका थिए? ती हाम्रै घरका छोराछोरी हुन्, ती हाम्रै भाइ भतिजाहरू हुन्। जेनजी भनेको कहीँबाट आएको होइन, हाम्रै हो। तिमीले हामीलाई इन्कार गरेको होइन, तर हाम्रो शैली हामीलाई बदल भनेको। तिनले प्रश्न गरेको, दाइ बाले दुःख गरेर पढाए, आमाले ऋण काटेर पढाइन्, तर जागिर खोइ। दाइ दुःख गरेर पढे, जागिर पाए, तर खल्ती खाली छ। मेरो डिग्रीले प्राप्त गरेको जागिरले मेरो खल्ती मात्र भरेर हुँदैन, आमाको चोलीमा पनि लगेर मैले 2 पैसा हालिदिनु पर्छ। खोइ, उसले सोधेको यति मात्रै हो। यी सबै प्रश्नको उत्तर लिएर आज हामी आएका छौँ। अबको नेपालमा एउटा नौजवानले भनेको जस्तो कानुन ठुलाका लागि चयन, सानाको लागि होइन। यो अध्याय अब समाप्त भयो। अब नेपालको प्रधानमन्त्री वा नेपालको कोही पनि ठूलो व्यक्ति कुनै पनि काण्डमा मुछिएको कुरा नहुने कुराको ग्यारेन्टी नेपाली कांग्रेसले गराउँछ। यो हाम्रो प्रतिज्ञा हो। अब एउटा किसान खेती गर्ने बेलामा मैले खाद कहिले पाउँछु भनेर लाइन बस्नु पर्दैन। यो हाम्रो प्रतिज्ञा हो। अब एउटा युवकले लाइसेन्स दिन जाँदै गर्दा घुस दिनु पर्दैन। यो हाम्रो प्रतिज्ञा हो। अब कसैले पनि झुटो मुद्दाको शिकार हुनु पर्दैन। यो हाम्रो प्रतिज्ञा हो। अब हातमा फाइल बोकेर काठमाडौँको अदालत महिनौसम्म धाउनु पर्दैन। यो हाम्रो प्रतिज्ञा हो। यो केवल खोक्रो भाषण होइन। कसरी गर्ने, कसरी सकिन्छ, के कारणले गर्दा भएन,
त्यो प्रत्येक कुराहरूको खोजी गरेर आएका छौँ। अघि विश्वप्रकाश शर्माले भन्नुभएको जस्तो हिजो केही पनि भएको थिएन, अब सबै राम्रो गर्छौँ भनेर होइन। अघि विमल दाईले भन्नुभयो हिजो धेरै धेरै कामहरू भए, तर केही थुप्रै कुराहरू गर्न बाँकी पनि छ। हिजो थुप्रै राम्रा कामहरू भए, तर केही गल्तीहरू भएकै छन्। त्यसको सुधार गर्ने सङ्कल्प र योजना बोकेर आएका छौँ। आज हामीले 27 वटा विषयमा एउटा एउटा कुरा लेखेका छौँ। यो लेख्नको लागि लेखेको होइन। म केही दिन सरलाई बसेर अहिले त्यस पछाडि काठमाडौँमा गएर आफै बसेर टिमसँग बसेर, तर म आफै बसेर यसको एउटा एउटा अक्षर लेखेर आएको। किनकि यो पटक हामीले भन्यौँ हामी घोषणा गर्दैनौँ, हामी प्रतिज्ञा गर्छौँ। प्रतिज्ञा गर्नुभन्दा पहिला लेखेको कुरा के हो अर्कालाई लेख्न दिएर आएर पढ्ने होइन, आफैले लेख्नुपर्छ, आफैले बुझ्नुपर्छ, आफैले मान्नुपर्छ भनेर तयार गरेर आएको। यो 27 वटा क्षेत्रमा शिक्षाको वाला, स्वास्थ्यको वाला, कृषिको वाला, युवाको वाला, महिलाको वाला, दलितको वाला, अल्पसङ्ख्यकको वाला, ती प्रत्येक कुरालाई कसरी पुरा गर्छौँ भन्नका लागि 7 वर्षदेखि काम गरेका छौँ। एउटा एउटा क्षेत्रमा कसरी परिणाम ल्याउन सकिन्छ भनेर काम गरेका छौँ। त चोर म असल, म भाटाले हानेर ठिक लगाउँछु, यसरी देश बन्ने भए धेरै पहिला बनिसक्थ्यो। देश यसरी बन्दैन। समस्या छ, समस्याको जरा कहाँ छ, समस्याको चुरो कहाँ छ, कुन ठाउँमा गएर ठिक बनायो भने परिणाम ठिक आउँछ, एउटा एउटा कुरा खोजेर त्यो गर्ने सङ्कल्प बोकेर यहाँहरू उभिएका छौँ। हामीलाई विकास चाहिएको छ, हामीलाई प्रगति पनि चाहिएको छ, तर हाम्रो अधिकारहरू गुमाएर पहिचानको महत्त्व के हुन्छ भन्ने कुरा मधेसलाई भन्नु कसलाई थाहा होला। प्रत्येक जाति, प्रत्येक समुदाय, प्रत्येक भाषा, प्रत्येक संस्कृति, प्रत्येक धर्मलाई आफ्नो ठाउँ चाहिएको छ। त्यो ठाउँ खोसेर होइन, त्यो ठाउँलाई अझै फराकिलो बनाएर सनातनदेखि चलिआएको धर्म, संस्कृति, परम्परा, मान्यतालाई जोगाएर, तर यहाँभित्रका सबै धार्मिक अल्पसङ्ख्यकले पनि आफ्नो धर्मको अभ्यास गर्ने ठाउँ सबैलाई सृजना गरेर सँगसँगै लिएर यहाँभित्रका दलित, यहाँभित्रका थारू, यहाँभित्रका अल्पसङ्ख्यक, यहाँभित्रका मुस्लिम सबै समुदायलाई सँगसँगै लिएर गएर सबैको अधिकार संरक्षण गरेर विकासको त्यो ठाउँमा हामी पुग्ने हो, यो सङ्कल्प गरेर आएका छौँ। हिजो नेपालले स्कटल्यान्डलाई क्रिकेटमा हरायो, हामी सबै खुसी भयौँ। खेल मैदानमा त हाम्रो कप्तान र खेलाडीहरू मात्रै थिए, तर कसले खेलेको थियो हिजो? टिम नेपालले खेलेको थियो। तपाईँ पनि खेल्नु भएको, म पनि खेलेको, हामी सबै खेलेको, अनि बल्ल नेपाल जितेको। टिम यसरी बन्छ। नेपाली कांग्रेस पार्टीको तर्फबाट हामीलाई कुनै भ्रम छैन। देश एक्लैले कसैले बनाउन सक्दैन। तपाई कांग्रेसलाई मत दिनुस् अनि नेपाली कांग्रेसबाट बन्छौं अनि चटक गरेको जस्तो देश बन्छ भन्ने होइन। नेपाली कांग्रेसले टिम नेपालको नेतृत्व गर्छ, तर त्यो टिम नेपालमा 6743 वडाको वडा अध्यक्ष पनि रहन्छ, त्यसमा 753 वटा पालिका पनि रहन्छ, त्यसमा 7 वटा प्रदेश पनि रहन्छ, त्यसमा संसदभित्र रहेका सबै पार्टी रहन्छ। कांग्रेसको टिम नेपालभित्र एमाले पनि रहन्छ, माओवादी पनि रहन्छ, रासोपा पनि रहन्छ, जसपा पनि रहन्छ। सबैलाई मिलाएर त्यसको नेतृत्व गरेर देश बदल्ने जिम्मा लिएर हामी आएका छौं। एउटा देशभित्र रहेको एउटा नागरिक पनि रहन्छ, देश बाहिर काम गर्न गएको एउटा युवक पनि रहन्छ, यो देशको निजी क्षेत्र पनि रहन्छ, यो देशको सामाजिक धार्मिक संस्थाहरू पनि रहन्छ। यो सबैलाई जोडेर टिम नेपालले अब 5 वर्ष लड्छ, जित्छ र हराउँछ। कसलाई? अर्को पार्टीलाई होइन। यो टिम नेपालले यो 5 वर्ष हराउँछ, नेपालको कुशासनलाई हराउँछ, नेपालको गरिबीलाई हराउँछ, नेपालको बेरोजगारीलाई हराउँछ। यो जितको एउटा संकल्प बोकेर आएका छौं, तर एक्लै हिँडेर होइन, सबलाई समेटेर, सबलाई जोडेर। त्यसैले पार्टीका सबै साथीहरूलाई मेरो आग्रह छ, 32 जना उम्मेदवार साथीहरू यहाँ आउनुहुन्छ, त्यो मध्येको म एउटा म पनि हुँ। तपाईहरु केही साथीहरू मात्र यहाँ आउनु भएको छ। आज हामीले आज थुप्रै साथीहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा बस्नुस् भनेका छौं। तपाई केही नेता साथीहरू मात्र यहाँ आउनु भएको छ, किनकि यहाँबाट फर्केर अब तपाईले सन्देश लिएर जानुपर्ने छ। अब केही दिन मात्रै बाँकी छ, तपाईहरु घर घर जानुस्, आफै उम्मेदवार बनेर जानुस्, छाती ठोकेर जानुस्, खुट्टा दरो टेकेर जानुस् र गएर भन्नुस्
यो 5 वर्ष काङ्ग्रेसले अब खेर फाल्न जान दिँदैन। यो बदलिएर आएको काङ्ग्रेस हो, यसले हिजोको दिनमा गौरव गर्छ, काङ्ग्रेसको इतिहासमा गौरव गर्छ, तर हिजोमा अड्केर बस्दैन। आजको समस्या समाधान गर्छ र भोलिको उज्यालोतर्फ देशलाई डोर्याउँछ। यो जिम्मा लिएर भन्नुहोस्, यो काङ्ग्रेसले सक्छ, यसले सम्हाल्छ, जिम्मा लिएर भन्नुहोस्। किनकि यो यसको शक्ति घृणा होइन, यो काङ्ग्रेसको शक्ति प्रेम हो। यो काङ्ग्रेसको शक्ति निषेध होइन, यो काङ्ग्रेसको शक्ति सबैलाई सहभागी गराउने चाहना हो। त्यस कारणले गर्दा नेपाली काङ्ग्रेसले सबैलाई सम्हालेर, सबैलाई समेटेर अब देशमा कहीँ कतै गोली चल्न नदिएर, सिंहदरबार जल्न नदिएर एउटा परिणाममा पुर्याउँछ भन्ने विश्वास लिएर घर घर जानुहोस् र उम्मेदवारलाई मात्र होइन, दुईटै चुनाव चिन्ह रुखमा गाछीमा मत हाल्नुपर्छ भनेर गएर भन्नुहोस्, सिकाउनुहोस्। म सबैलाई आग्रह गर्न चाहन्छु। आज हामी मधेसको पावन भूमिमा जम्मा भएका छौँ। यो दुर्गानन्द झाको भूमि हो, जसले 19 को युवा हुँदै गर्दा त्यो युवा नेताले साहसको प्रमाण दियो, प्रतीक्षा गरे। यो महेन्द्र नारायण निधिको भूमिका, जसले गान्धीवादलाई पुस्तकभित्र मात्र समेट्नु भएन, आफ्नो जीवनमा लागू गर्नुभयो। यो कामेश्वर कुशेश्वरको भूमि हो, जसको शहादतले आज हामी मञ्चमा बस्न पाएका छौँ। मधेसले मात्र होइन, आज सुदूरपश्चिममा कसैको सभा भइरहेको छ, पूर्वमा कसैको सभा भइरहेको छ, आज कर्णालीमा कसैको सभा भइरहेको छ। हिजो कामेश्वर कुशेश्वर झुन्डिन तयार नभएको भए, ढल्न तयार नभएको भए आज ती ठाउँमा सभा गर्ने हाम्रो हैसियत रहँदैन थियो। एडमिशन ओपन। स्वदेश तथा विदेश, ब्युटिशियन, नेल टेक्निशियन, मेकअप आर्टिस्ट, हेयर आर्टिस्ट, PMU आर्टिस्ट करियरका लागि जुम ब्युटी एकाडेमी।